त्यो करार पेपर जुन छ नि हाम्रो त्यही पेपर अनुकूल नै हामीले काम गर्ने नै छौँ। त्यसमा कुनै किसिमको किन्तु परन्तु हुने छैन। हामीले त्यो पेपर अनुकूल नै काम गर्नेछौँ र जनतालाई हामीले प्रतिबद्धता गरेको अनुकूल नै काम गर्नेछौँ। होइन भने हामीले काम गर्न सकिएन भने यसरी नै फेरि पुनः हामीलाई पनि बराल्न सक्छ नि त जनताले। त्यस कारणले जनताको काम हामी जनतामा बसेर जनताको समस्यालाई लिएर हामीले काम गर्ने नै छौँ। ढुक्क बस्नुहोस्। मतदातासँग मत माग्दै गर्दाखेरि तपाईँको एउटा भाषण मैले सुनेको थिएँ। त्यो मतदातासँग आफ्नो कुरा राख्दै गर्दाखेरि कि पहिलाको जस्तै नेताले काम गर्यो भने प्रमोद महतो अबको निर्वाचनमा भोट माग्न तपाईँहरू घरमा आउँदैनन्। यो के सन्दर्भमा भन्नु? एकदम 100% हो। हेर्नुहोस्, विगतका नेताहरूले जो जसरी भन्नुभयो उहाँहरूले त्यो अनुकूल म भन्दिनँ। म यहाँ यस्तो काम गरेर देखाउन चाहन्छु, यस्तो काम गरेर देखाउन चाहन्छु कि आज मलाई अहो दिन रात खट्नु पर्यो। सम्पूर्ण मतदाता आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई मलाई भेट गर्नु पर्यो र कतिपय आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई मैले भेट पनि गर्न सकिनँ, तर पनि मलाई विश्वास गरेर मत दिनुभएको छ। तर भोलिको दिनमा यहाँका जनसमुदायले मलाई अब नेता होइन, मलाई प्रमोद महतो जस्तो प्रतिनिधि छोरा नै चाहिन्छ भनेर उहाँहरूले प्रतिबद्धता गरेपछि मात्रै म पुनः अर्को चुनावमा आउने। तपाईँको उम्मेदवारी दर्ताको दिन मैले निर्वाचन कार्यालय अगाडि एउटा अन्तर्वार्ता लिएको थिएँ। त्यसमा चाहिँ तपाईँले भन्नुभएको थियो अम्की बार बालेन सरकार र भ्रष्टहरूको दिमागमा चाहिँ घन्टी टिन बजाउँछु भनेर भन्नुभएको थियो। बजाउने हो घन्टी। हेर्नुहोस्, भ्रष्टाचारी जबसम्म सकिँदैन देशको कुनै पनि विकास अगाडि बढ्दैन। भ्रष्टाचारीहरूलाई त पहिले फाल्नुपर्छ नै है। त्यो हाम्रो राष्ट्रिय मुद्दा हो। त्यो कुरा पहिले हामीले सफाई गर्छौँ नै। त्यो सकिसकेपछि पूर्ण रूपले हाम्रो महोत्तरी क्षेत्र नम्बर 1 लाई भौतिक पूर्वाधार संरचनादेखि लिएर शिक्षा स्वास्थ्यदेखि लिएर युवा बेरोजगारदेखि लिएर यहाँ जति पनि हाम्रा आमा बुवा दाजुभाइ दिदीबहिनीहरूले शुद्ध खानेपानी खाइराख्नु भएको छैन। मलाई धेरै दुःख लागेको छ त्यो कुराले कि म चेरु जाँदाखेरि त्यहाँका दाजुभाइहरूले र आमा बुवाहरूले भन्नुभयो बाबु अहिलेसम्म हामीले शुद्ध पानी खाइराखेको छैन। मलाई धेरै चित्त दुखेको छ। विगतका सांसद मान्यज्यूहरू फर्केर आएन भन्नुभयो, तर म प्रतिबद्ध गर्न चाहन्छौँ यस महोत्तरी क्षेत्रको म छोरा हो, म नेता होइन, यो क्षेत्रको छोरा हो र म छोरा जस्तै काम कर्तव्य देखाउने नै छु र सबै जनसमुदायको बिचमा आउने नै छु र सबैजनासँग संवाद गरेर नै अगाडि बढ्नेछु। 1,05,000 मतदाता रहेको यस क्षेत्रमा अधिकांश गाउँमा खानेपानीको चरम अभाव रहेको बेलामा चुरेको दोहन अत्याधिक भइरहेको छ। तपाईँलाई थाहा छ? त्यो पनि अन्त्य हुनेछ, त्यो पनि अन्त्य हुनेछ। त्यो ढुक्क बस्नुहोस्। यताको नेताहरूको चरित्र हेर्दा, चित्र हेर्दा, प्रवृत्ति हेर्दाखेरि भन्ने एउटा गर्ने एउटा, जनता त्यही भएर ठगिएका हामीले सुन्यौँ, समाचार लेख्यौँ। यो क्षेत्रमा क्रसर व्यवसायीहरूको ठुलो आतङ्क छ। नदी दोहन भइराखेको छ, चाहे त्यो रातो नदी होस्, चाहे मराहा नदी होस्, चाहे यस क्षेत्रको जुनसुकै नदी होस्, दोहन भइराखेको छ। यसलाई कसरी हेर्नु भएको छ तपाईँ? त्यो स्थानीय सरकारले गराइराखेको हो। स्थानीय सरकारले नीति नियम बनाएर भ्रष्टमा चुर्लुममा डुबेर गराइराखेको छ। त्यसलाई हाम्रो कानुन र नीति आउन दिनुहोस्, सबै सिस्टममा आउनु। हामी कसरी विश्वास गरौँ? यहाँ जस्तो थुप्रै नेताजीहरूलाई भोट दिएर यसअघि मान्य मन्त्री बनायो, तर यहाँको जनताको हातमा त त्यही हात लागे सुन्न भयो नि। तपाईँ एउटा कुरा बुझिहाल्नुहोस्, म नातावाद, कृपावाद, पुँजीवाद र समाजवाद मान्छे म होइन, म समाजवाद मान्छे हो। त्यस कारणले समाजको विकास गर्नलाई प्रमोदले जुनसुकै पनि आहुति दिनलाई तयार छ।